विश्वकै व्यस्त सहर टोकियोको शिबुया स्क्रैम्बल क्रसिङ। यहाँ हरेक दिन लाखौँ मानिसहरू ओहोर दोहोर गर्छन् र यहाँको विशाल भवनहरूको छेउमा एउटा सानो कुकुरको शालिक अर्थात् हाचिकोको मूर्तिले धेरै मानिसहरूको ध्यान खिच्छ। आज हामी जापानले मात्र नभई विश्वभरिका मानिसहरूबीच प्रसिद्ध वफादार कुकुर हाचिकोको बारे चर्चा गर्नेछौँ। यसको जीवन, मालिकसँगको सम्बन्ध, प्रसिद्ध हुनुको कारण र यो मूर्ति कसरी शिबुयाको प्रतीक बन्यो भन्ने विषयमा विस्तृत जानकारी दिनेछौँ। हाचिको जापानी कुकुरको एक विशिष्ट प्रजाति आकिता इनु थियो। हाचिको सन् 1923मा जापानको उत्तरी क्षेत्र आकिता प्रिफेक्चरको उदाते सहरमा जन्मिएको हो। आकिता प्रिफेक्चर यस प्रजातिका कुकुरहरूको जन्मस्थान र प्रजननका लागि प्रसिद्ध छ। उसको मालिक हुनुहुन्थ्यो प्रोफेसर उएनो हिदेसाबुरो। उहाँ टोकियो इम्पेरियल युनिभर्सिटी अर्थात् अहिलेको टोकियो विश्वविद्यालयमा कृषि संकायका सम्मानित प्रोफेसर हुनुहुन्थ्यो। उहाँ पशुप्रेमी, विशेष गरी कुकुरलाई असाध्यै माया गर्ने व्यक्ति हुनुहुन्थ्यो। हाचिको सानो छाउरा छँदै प्रोफेसरले किने र हाचिको भन्ने नाम राखिदिनु भयो। जापानिज भाषामा हाची भनेको 8 हो। सायद उहाँको 8औं कुकुर भएको र जापानी संस्कृतिमा 8 अङ्कलाई शुभ पनि मानिन्छ। प्रोफेसर उएनो र हाचिको बीचको सम्बन्ध मालिक र पाल्तु जनावर भन्दा पनि गहिरो थियो। हरेक बिहान प्रोफेसर उएनो विश्वविद्यालय जानका लागि शिबुया स्टेसन जाँदा हाचिको उहाँलाई स्टेसनसम्मै पुर्याउन जान्थ्यो र हरेक साँझ ठिक समयमा हाचिको स्टेसनको ढोकामा प्रोफेसरलाई पर्खिरहेको हुन्थ्यो। रेलको आवाजसँगै उसको कान ठाडो हुन्थ्यो र जब प्रोफेसर बाहिर निस्कन हुन्थ्यो हाचिको खुसीले उफ्रने, पुच्छर हलाउने जस्ता क्रियाकलाप गर्थे। हाचिकोको यो दैनिक रुटिनका कारण स्टेसनका कर्मचारीहरू, नजिकका पसलका मानिसहरू र छिमेकीहरूका लागि ऊ परिचित र प्रिय बनिसकेको थियो। उनीहरूले हाचिकोलाई माया गर्थे र कहिलेकाहीँ खानेकुरा दिन्थे। तर सन् 1925 मे 21मा त्यो आत्मीय सम्बन्धमा अचानक पूर्णविराम लाग्यो। प्रोफेसर उएनोको विश्वविद्यालयमा लेक्चर दिँदै गर्दा मस्तिष्क रक्तस्रावका कारण अचानक मृत्यु भयो। हाचिको भने सधैँ झैँ त्यस दिन पनि स्टेसनमा उहाँलाई कुरिरहेको थियो, तर उसको प्रिय मालिक कहिल्यै आएन। केही समयपछि हाचिकोलाई प्रोफेसरका आफन्त वा नजिकका मानिसहरूले पाल्ने प्रयास गरे, तर जुनसुकै घरमा राखिए पनि हाचिको त्यहाँबाट भागेर हरेक दिन शिबुया स्टेसनमा प्रोफेसरलाई पर्खन पुग्थ्यो। हाचिकोले सायद प्रोफेसरको मृत्यु भएको बुझेनन्। उसले हरेक दिन प्रोफेसर आफ्नो सामान्य समयमा रेलबाट फर्केर आउनेछन् भन्ने विश्वासका साथ पर्खिरह्यो। सुरुमा स्टेसनका मानिसहरूले यसलाई दुखित वा व्यापारिसी कुकुरको रूपमा हेरे। केहीले त यसलाई स्टेसन अगाडिबाट हटाउन खोजे, ढुङ्गाले हान्ने वा दुर्व्यवहार पनि गरे। तर समय बित्दै जाँदा पनि हाचिकोको निरन्तर एकहोरो प्रतीक्षाको दृश्यले मानिसहरूको हृदय छुन थाल्यो। वर्षा होस् या घाम, जाडो होस् वा गर्मी, लगभग हरेक दिन उही ठाउँमा बसेर एउटै मानिसलाई पर्खिरहेको यसको निष्ठा देखेर मानिसहरू चकित र प्रभावित भए। उसको आँखामा मालिकलाई भेट्ने अटुट आशा थियो। त्यो मौन प्रतीक्षाले कठोरभन्दा कठोर मनलाई पनि बगाल्यो। स्टेसनका केही कर्मचारीहरू र विशेष गरी प्रोफेसरका पूर्व माली कोबायासी नामका व्यक्तिले हाचिकोलाई हेरचाह गर्ने, खानेकुरा दिने र सुरक्षित राख्ने जिम्मेवारी लिए। सन् 1932मा आसाई पत्रिकाका सम्पादक तथा जापानी कुकुर संरक्षण सङ्घका अध्यक्ष समेत रहेका साइतो हिरोकिची भन्ने व्यक्तिले हाचिकोको बारेमा सुने र शिबुया गएर हाचिकोलाई देखे। हाचिकोको निष्ठाबाट गहिरो प्रभावित भएर उहाँले सन् 1932 अक्टोबर 4मा जापानको एक प्रमुख पत्रिका आसाई शिम्बुनमा प्रिय वृद्ध कुकुरको कथा अर्थात् इतोसिया रौकेन मोनोगातारी भन्ने शीर्षकमा एउटा लेख लेख्नुभयो, जहाँ हाचिकोले मृत भएका प्रोफेसर उएनो हिदेसाबुरोलाई शिबुया स्टेसनमा दिनहुँ पर्खिरहेको कुरा उल्लेख गरिएको थियो। यो लेख प्रकाशित भएपछि हाचिकोको कथा रातारात जापानभरि फैलियो। मानिसहरूबीच निष्ठा र वफादारीबाट धेरै प्रभावित भए र यसलाई चिउकेन हाचिको अर्थात् वफादार कुकुर हाचिको भनेर चिन्न थाले। यो लेखले लाखौं जापानिजहरूको हृदय छोयो।
देशभरिबाट मानिसहरू हाचिकोलाई हेर्न र भेट्न, उसको निष्ठाप्रति सम्मान व्यक्त गर्न शिबुया स्टेसनमा आउन थाले, जसले गर्दा स्टेसन अगाडि भिड लाग्न थाल्यो। हाचिकोको असाधारण निष्ठाबाट प्रेरित भएर यसको कथालाई जीवित राख्न र यसको सम्मानका लागि मूर्ति निर्माण गर्ने अभियान सुरु भयो। देशभरिबाट मानिसहरूले मूर्ति बनाउनका लागि चन्दा दिए। प्रसिद्ध मूर्तिकार आन्दो तेरुलाई मूर्ति बनाउने जिम्मेवारी दिइयो। सन् 1934 अप्रिल 21मा शिबुया स्टेसन अगाडि पहिलो हाचिकोको मूर्ति सम्पन्न भयो र विशेष कुरा के थियो भने हाचिको आफै यस मूर्तिको अनावरण समारोहमा उपस्थित थियो। यो एक ऐतिहासिक र हृदयस्पर्शी क्षण थियो। लगभग 10 वर्षको निरन्तर पर्खाइमा रहेको हाचिको सन् 1935 मार्च 8मा एक चिसो बिहानीसँगै आफ्नो प्रिय मालिकलाई भेट्ने आशा र पर्खाइमै उसले पनि यो संसारबाट बिदा लियो। हाचिको शिबुया स्टेसन नजिकैको गल्लीमा मृत फेला पर्यो। त्यस समयमा उसको उमेर लगभग 11 वर्षको थियो। हाचिकोको मृत्युले जापानभरिका मानिसहरूलाई दुखित बनायो। यसको मृत्युको खबर प्रमुख पत्रिकाहरूमा प्रकाशित भयो। उसको सम्मानमा अन्त्येष्टि गरियो र धेरै मानिसहरू श्रद्धाञ्जली व्यक्त गर्न भेला भए। तर कथाको अन्त्य यहाँ हुँदैन। सन् 1940को दशकमा दोस्रो विश्वयुद्धको समयमा जापानमा धातुको अभाव भयो र युद्ध सामग्री बनाउनका लागि धातु सङ्कलन गरियो। दुःखद रूपमा सन् 1944मा धातु सङ्कलन अभियान अन्तर्गत पहिलो हाचिकोको मूर्तिलाई भत्काएर युद्धका लागि प्रयोग गरियो, जसले गर्दा शिबुयाको प्रतीक हाचिकोको मूर्ति अस्थायी रूपमा हरायो। युद्ध समाप्त भएपछि मानिसहरूले हाचिकोको कथा र मूर्तिको महत्त्व बिर्सेका थिएनन्। मूर्तिको पुनर्निर्माणको लागि बलियो इच्छा जाग्यो, तर विडम्बना पहिलो मूर्तिकार आन्दो तेरुको पनि युद्धको क्रममा मृत्यु भइसकेको थियो। त्यसैले उहाँका छोरा आन्दो ताकेसीले मूर्तिको पुनर्निर्माण गर्ने कार्यभार सम्हाले र सन् 1948मा हाल शिबुया स्टेसन अगाडि रहेको दोस्रो हाचिकोको मूर्ति पुनर्निर्माण गरी स्थापित गरियो। युद्धको विनाशलीलापछि हाचिकोको मूर्ति पुनर्निर्माण गर्नु मानिसहरूका लागि शान्ति, आशा र प्रेमको पुनर्स्थापना गर्नु जस्तै थियो। हाचिकोको शरीरको छाला निकालेर राष्ट्रिय विज्ञान सङ्ग्रहालय उएनो टोकियोमा आज पनि सुरक्षित राखिएको छ र यसको केही अङ्ग जस्तै कलेजो मृत्युको कारण पत्ता लगाउन प्रयोग गरियो, जसमा क्यान्सर र फिलारियासिस जस्ता रोगहरू पाइएको थिए। आज पनि हाचिकोको मूर्ति शिबुयाको सबैभन्दा प्रसिद्ध भेटघाट स्थल मध्ये एक हो। हरेक दिन हजारौं मानिसहरू हाचिकोको अगाडि भेट्न आउँछन्। हाचिकोको कथा जापानमा मात्र सीमित छैन। यो कथा पुस्तकहरू, चित्रकथाहरू र विशेष गरी सन् 2009मा बनेको हलिउड फिल्म हाची अ डग्स टेल मार्फत विश्वभरि फैलियो। त्यो त्यही हाचिकोको कथामा आधारित थियो। हाचिको केवल धातुको मूर्ति मात्र होइन, यो निष्ठा, बाचा र वफादारीताको अमर प्रतीक हो। चिउकेन हाचिको केवल एउटा कुकुरको कथा मात्र होइन, यो कहिल्यै नटुङ्गिने आशाको कथा हो। हाचिको मानिसको एउटा पाल्तु कुकुर मात्र होइन, यो मानिस र जनावर बीचको अगाध प्रेम र जिम्मेवारी वहनको एक प्रतीक हो।